नाना नमस्ते। आशीर्वाद नमस्ते। अनि दिदी सन्चै हुनुहुन्छ नि? हजुर सन्चै छु अहिलेसम्म। दिदी मैले यो तपाईँको सुनखरी फुल है आम्लाबुङ भन्छौँ हामी, यो हेरेर म धेरै लोभिएको छु। यो लोभिएपछि अलिकति मलाई तपाईँलाई सोध्नु मन लागिहाल्यो। ल दिदी यो फुलहरू कहाँबाट कसरी ल्याउनु भयो? कति प्रकारका फुलहरू छन् र यहाँ? जम्मा फुल चाहिँ 18 खालको छ होइन। अब त्यो अलिक कोहीहरू गर्दा त 18, 19, 20 नै पुग्छ होला, तर मैले चाहिँ मुख्य 18 गनेको छु। यो चाहिँ अब यो गाउँमै पाउँछ है, यो हाम्रो गाउँमै होइन। यो अलिक लेकतिर पाउँछ, धेरै छ यहाँ लेकतिरको पनि छ बेसी। यो चाहिँ अब कहिले मैले नदेखेको, युट्युबमा मात्रै देखेको, कति मन पर्थ्यो मलाई होइन। अनि त्यस्तो फुल पाएँ त भन्ने त मैले नै अस्ति अचानक भेटाएको हो के यो चाहिँ। अनि धेरै यो फुलहरू देख्दा त म त कम्ता रमाउँदिनँ है, के नै भेटे जस्तो हुन्छ के, मन नै कस्तो रमाउने यो फुलहरू देख्दा। अनि हाइब्रिड यो ठुलो खालकोहरू पनि छ, मैले तल बारीमा भेटाएको, तर त्यो चाहिँ फुलेको छैन, कस्तो फुल्छ। अनि म चाहिँ साह्रै मनपर्छ के काइँलाई यो फुलहरू चाहिँ। अर्किड पनि भन्छ, सुनाखरी, अब आम्लाबुङ अघि हाम्रो राईकुरा भाषाबाट चाहिँ आम्लाबुङ पनि भन्छ। धेरै मनपर्छ कि मलाई फुल भन्ने चाहिँ। अरू पनि मनपर्छ, यो सुनाखरी त झनै मनपर्छ काइँलाई। अब धेरै 3 वर्ष 4 वर्षै भइसक्यो मैले भेला गर्नु थालेको है। 4 वर्ष भइसक्यो मैले यो सुनाखरीहरू भेला गर्नु थालेको। यिनीहरू चाहिँ भर्खर हो। कोही त त्यतातिर पहिलाको मरो पनि होइन, मर्दैछ फेरि खोज्छु ल्याउँछु है। मलाई त त्यही फुल मनपर्छ, ल्याउँछु। काइलाकोमा चाहिँ अब छ कि छैन, भेला गर्छु त भन्नुहुँदैछ कोनी कतिको छ। सुनाखरी मात्रै होइन, तपाईँलाई फुलहरू पनि मजाले स्याहार्नु भएको छ। साह्रै एउटा मलाई लोभ लाग्दो तरिकाले है यो फुलहरू स्याहार्नु भएको छ। कसरी भ्याउनु थियो तपाईँलाई? यस्तो तपाईँसँग कला त के छ? मन हो के मन। अब एकछिन फुर्सद हुँदाखेरि अनि अर्को कामलाई एकछिन थाती राखेर म चाहिँ यो फुल गर्छु भनेर बेलुकासम्म पानीहरू लाउँछु। अब बिहान त लाइँदैन पानी, अब कोही सुक्नु आँटो भने त बिहान पनि लाउँछु। अब मन रहेछ हौ काइँला, गर्नु नगर्नु सक्दाखेरि अब दुख बिमार भयो भने त त्यो सकिगयो होइन। अब सन्चो सुविस्ता हुँदा चाहिँ गरिँदो रहेछ। मन आफ्नो मनमा रहर इच्छा जागेपछि जे पनि गर्नु सकिने के। यो चाहिँ हेर काइँला, यो हेर्नु काइँला, यो चाहिँ मुस्ताङ। अस्ति मुस्ताङ जाँदा यो कुन फुल छ, कस्तो फुल छ भन्ने चाहिँ अब हेर्नै बाँकी छ है। यो चाहिँ कस्तो फुल छ, यो नौलो हो। यो त हाम्रै गाउँमा छ परा पनि। यो चाहिँ सेतो फुल छ। यो चाहिँ कस्तो फुल छ भन्ने मलाई हेर्नु इच्छा लाग्छ। यसपालि त यो फुल्दैन नि, आगुन चाहिँ फुल्छ होला चाहिँ। अनि हाम्रो छोरीहरू, तपाईँको काकीले यो फुल स्याहार्नु भएर कस्तो लागिरहेछ? हजुर काका, हाम्रो फुपू सबै कुरो यस्तो फुलहरू मन पराउनुहुन्छ। फुलहरू तमासले फलेको छ है। आल्चा पनि अब पाक्दा खानु आउनु है काइँला। आल्चा पनि फलाउनु भएको छ हाम्रो फुपूले काका। आल्चा फलाउनु भएको छ। यस्तो फुलहरू राम्रो लगाउनु भएको छ। कति रहर गर्नुहुन्छ। यस्तो फुलहरू त हामी त केराबारीसम्म खोज्नु गयौँ काका। केराबारी 2 दिन गएको। केराबारी यस्तो फुलहरू लिएर यो रोपेको। यो चाहिँ हजुर यो केराबारीबाट ल्याएको। केराबारीबाटै ल्याएको। अहिले त यो अर्किड सुनाखरी फुल्नु छोडिसक्यो। केराबारी तलसम्म हामी पुगेर यस्तोहरू हामीले लिएर रोपेको काका। हाम्रो फुपूलाई फुलको कम्ती रहर छैन। आमामा